हेलो गाइस सबैजनालाई स्वागत छ मेरो नयाँ भिडियोमा। आज रहेको छ होमवर्कआउट सिरिजको डे 6 अफ 365 डेज च्यालेन्ज। आज रहेको छ मेरो लेग डे, त्यसैले म चाहिँ आज सबैभन्दा सुरुमा चाहिँ गर्दैछु स्क्वाड। यो पनि 3 सेट 15 रेपिटेसनको। मैले चाहिँ यो भिडियोमा 2 सेट मात्र देखाएको छु किनभने मेरो आइफोनको स्टोरेज फुल भइसकेको थियो, त्यसैले मैले चाहिँ भिडियोहरू डिलिट गर्नु परेको छ। त्यसैले मैले 2टा क्लिप मात्र युज गरेको छु यो भिडियोमा। पहिलो सेट सकिएपछि मैले 2-3 मिनेट रेस्ट गरेर फेरि अर्को सेटमा 15 रेपिटेसनको स्क्वाट गर्न थालेँ। मेरो पहिलो एक्सर्साइजको सबै सेटहरू सकिसकेको थियो र मैले त्यसपछि 2-3 मिनेट रेस्ट गरेर अर्को एक्सर्साइज चाहिँ सुरु गरेँ। यो एक्सर्साइजमा चाहिँ 3 सेट 15 रेपिटेसनको हुनेछ। यो एक्सर्साइज गर्नको लागि हजुरहरूले खुट्टाहरूलाई अलि नजिक राखेर स्क्वाट गर्नुपर्ने हुन्छ। यो पनि सेम त्यस्तै नै हो, तर खुट्टाहरूलाई अलि नजिक राखेर गर्नुपर्ने हुन्छ। हजुरहरूलाई यो भिडियो मन परेमा भिडियोलाई लाइक, सेयर अनि कमेन्ट गरिदिनु होला र भिडियो कहाँबाट हेर्दै हुनुहुन्छ यो पनि कमेन्ट गर्नु होला र अनि च्यानललाई सब्स्क्राइब गर्नु नबिर्सिनु होला। मेरो दोस्रो एक्सर्साइजको पहिलो सेट चाहिँ कम्प्लिट भइसकेको थियो। त्यसपछि चाहिँ मैले अर्को सेट गर्नको लागि 2-3 मिनेट अरू रेस्ट गरेँ। त्यसपछि चाहिँ अर्को सेट पनि मैले कम्प्लिट चाहिँ गर्न थालेँ। मेरो दोस्रो एक्सर्साइजको पनि पुरा सेट कम्प्लिट भइसकेको थियो। त्यसपछि चाहिँ मैले अर्को एक्सर्साइज गर्न सुरु गरेँ। यो एक्सर्साइजमा चाहिँ यसरी देखाएको जस्तै गरेर गर्न सक्नुहुन्छ। यो एक्सर्साइजको पनि 3 सेट 15 रेपिटेसनको हुनेछ। मैले चाहिँ यसमा 2 सेट मात्र देखाएको छु किनभने मेरो स्टोरेज नै फुल भइसकेको थियो। त्यसैले भिडियो चाहिँ डिलिट गरेर फेरि रेकर्ड गर्नु परेको थियो मलाई। त्यसैले मैले यो भिडियोमा 2टा मात्र क्लिप एड गरेको छु। मैले तेस्रो एक्सर्साइज पनि कम्प्लिट गरिसकेको थिएँ। त्यसपछि चाहिँ मैले नर्मल पुसअप गर्न थालेँ, त्यो पनि 3 सेट 15 रेपिटेसनको। यो चाहिँ मेरो पहिलो सेट रहेको छ। यो चाहिँ मेरो डाइट रहेको छ, आजको डाइटहरू। यसमा चाहिँ ओट्सहरू छ, मुस्ली अनि ब्रेड, दुध, केरा, अन्डाहरू, पिनट बटर रहेको छ।